Hello everyone, welcome to my new vlog. So After a long time. after long time फेरि पनि हामी चाहिँ टिम हेर्नुस् त कतिजना छौँ हामी सबजना मिलेर चाहिँ मोमो खाने पार्टी आज चलेको छ। सो हामी चाहिँ ड्युटी अफ भएर चाहिँ हामी ट्याक्क लाएर नानी चट्ट बनाएर अनि टक्कसँगले सामान लिएर आएर म चाहिँ अहिलेको लागि बन्दावाली यता प्याजवाली भनेको छ है। यता प्याजवाले हुनुहुन्छ। अरूलाई नराम्रो निकाल मलाई राम्रो निकाल है। अनुलाई अरूलाई नराम्रो निकाल मलाई राम्रो निकाल। मलाई चाहिँ राम्रो। अनि यहाँ दिदीहरू हामी सबजना नेपाली हो, यहाँ भएको जति सबैजना नेपाली। अनि हाम्रो ग्रुप चाहिँ अलि धेरै नै छौँ होइन। सो हामी चाहिँ मोमो बनाउँदैछौँ, तपाईँहरूले लास्टसम्म भ्लग हेरेर साथ दिनु होला। ल हाम्रो चाहिँ रेडी हुँदैछ, यहाँ सबैजना लाग्नु भएको छ। म चाहिँ भ्लग मात्रै बनाउने होइन है, मैले भाँडा धोएँ ब्याकग्राउन्डमा, तपाईँहरूलाई भिडियोमा चाहिँ नदेखाएको हो। रोमा दिदी यो यहाँले हात, तर मैले भाँडा धोएको के हामी भाँडा धुने हो, रुएको छैन। यता अचारवाली हुनुहुन्छ राइनी सोल्टा हाम्रो। अनि अचारको रेसिपी देखा अचारको रेसिपी चाहिँ हाम्रो सोल्टालाई जान्छ होइन। खोर्सानी डढाएर एकदम हात लागेको छ है, हल्ला भयो गाइजहरू। हामी सब नेपाली, सबै पूर्वेली, फेरि सबै नेपाली सबै पूर्वेली। रेडी हुँदैछ पुरै भेज, यता बिरामी हुनुहुन्छ त्यही भएर हामीले हाम्रो लोकल धनिया जामियादेखि ल्याएको त्यही हो। अनि मैले धोएको धनिया हो यो चाहिँ, यसले गर्दा मैले के लगाएको धनिया हो। यो चाहिँ अल्छिनी हो, यिनी अल्छिनी हुन्, यो ठगिनी हुन्, यिनीहरूलाई आज मोमो पाउँदिनन्। अनि त्यही हो, अन्तिमसम्म हेर्नु होला। उहाँको चाहिँ अचारवाली हो होइन, मुदिरा डोर्लिन। अनि हाम्रो मलाई के अरे आएको छ अर्डर, हाम्रो अनुलाई चाहिँ राम्ररी निकालिदिनु भनेर। त्यता हेर ल ल ल कति राम्री देखेको हो र, ओइ मेरो न मगर जस्तै देखेको छ साँच्चै। फेरि यता नाम दुख्ला तँलाई राम्री देखेछ। यसलाई चाहिँ को भन्नु मैले नामै आएन। सोल्टा के हुँदैछ हौ? आइम थोरै बिजी, यु थोरै बिजी, इट्स ओके नो प्रब्लम। आर यु बिजी? Yes, busy. Too much busy. Too much, माशाअल्लाह। रवि यहाँ हेर्न फेरि त्यहाँ सुरुमा चाहिँ मैले यसलाई नुन हालेर यसको पानीहरू सबै निचारेर यो तेल यसमा फ्राई तेल तताएँ। त्यस पछाडि मैले चाहिँ यो किमाहरू चाहिँ सबै यसमा हालेर अनि सबै चाहिने कुराहरू राखेर त्यसलाई हल्का फ्राई भन्दा त्यसलाई हल्का पानी मात्रै चिसाएको। त्यस पछाडि भयो अब भयो, तर मैले फर्स्ट टाइम देखाइदिएँ यो यसरी पकाएर पकाएर। हामीले पकाएर चाहिँ गर्दैन। सो त्यही हो, हामीले किचन पनि सब क्लिन गरिसक्यो। अनि हाम्रो बहिनी चाहिँ नाच्दैछ। अनि यहाँ रेडी छ हजुर, म चाख्छु। एक नम्बर हुनुहुन्छ, नुन चाख्नुहोस् है। अनि मलाई भन्नुहोस् तातो लाग्छ, अलिक नुन लागेको छैन है? नुन त चर्को भएको दिदी। अब चाहिँ हामी के भन्छ डल्ला बनाउन तर्फ जाँदैछौँ। अचार यस्तो भएको छ। अरूलाई नराम्रो निकाल्यो, मलाई राम्रो निकाल है।
गाइजहरू मैले चाहिँ यो कुकरमा पनि मोमो बनाउन लाग्छु कस्तो हुन्छ आज मेरो यो चाहिँ फर्स्ट ट्राई हो मैले यसमा तेल थोरै राखिसकेको छु अब थोरै तेल राख्दैछु गाइज यहाँ देखाउनु त दिताजी अनि यहाँ पानी छ अनि यसमा चाहिँ मैले बोइल गर्न लाग्छु ल फाइनली यत्रो धेरै मेहनत गरेर चाहिँ हामीले बनाइसकेको छ मोमो अनि हाम्रो दिदीले चाहिँ लगाउनु हुँदैछ सो हामी सानो सानो बोल्दैछौँ किनभने सबैजना सुतिसक्नु भएको छ होइन अनि चिसो पनि ल्याउनु भएको रहेछ फेन्टा मिरिन्डा पेप्सी त्यही हो मुखमा पानी आइसक्यो अब हामी खान्छौँ है गाइज केही भन्नु छ मलाई भन्नु छ कि अरूलाई नराम्रो देखाउनु मलाई राम्रो देखाउनु मलाई भन्नु छ है एकदम राम्रो देखाउनु तिमीले त सब्स्क्राइब गरिदिनु होला तिमीले त सुरुबाट भने हो होइन सो त्यही हो अब हामी खान्छौँ थ्याङ्क्स फर वाचिङ भिडियो बाई बाई